फिटनेस मिथ नम्बर 4 वर्कआउट पछि मसल सोर्नेस भएन भने त्यो वर्कआउट गरेको मतलब नै हुँदैन। मसल सोर्नेस हुने दुईवटा मेजर कारणहरू छन्। नम्बर 1 नयाँ एक्सरसाइजहरू गर्दा अनि नम्बर 2 एक्सरसाइजको इन्टेन्सिटी बढाउँदा। यो दुईवटा कारणले गर्दा मसलमा दुईवटा असर हुन्छ। नम्बर 1 हाम्रो सानो मसल फाइबरहरू ब्रेक हुन्छ अनि त्यसले गर्दा इन्फ्लामेसन हुन्छ, जसले गर्दा तपाईलाई अर्को दिन बिहान मसल दुख्ने हुन्छ। यो एकदमै नर्मल हो र हाम्रो बडीले मसल रिपेयर गर्दा यस्तो इफेक्ट देखिने हो। तर यसरी हरेक दिन त्यो मसललाई ब्रेक गर्यो भने बडीले एडप्ट गर्छ र बिस्तारै दुख्न बन्द हुन्छ। तपाईले खतरा ट्रेन गरे पनि नदुख्न सक्छ। यसको मतलब यो होइन कि तपाईले राम्ररी ट्रेन गर्नु भएन र यदि सधैँ मसललाई एक्सट्रिम सोर्नेस हुने बेलासम्म ट्रेन गर्नुभयो भने यसले तपाईलाई असर गर्न सक्छ, किनकि त्यो ब्रेक भएको मसललाई रिकभर हुन अलि टाइम लाग्छ। मसल सोर्नेसले मात्रै तपाईको प्रोग्रेसलाई मेजर गर्दैन। प्रोग्रेस मेजर गर्ने तीनवटा कुराहरू छ। नम्बर 1 प्रोग्रेसिभ ओभरलोड, अर्थात् प्रिभियस वर्कआउट भन्दा धेरै वेटले ट्रेन गर्नु। नम्बर 2 पहिले भन्दा धेरै रिपिटेसन गर्न सक्नु। अनि नम्बर 3 कुनै रुटिनलाई कन्सिस्टेन्टली फलो गर्न सक्नु। अनि यस्तै अरु फिटनेस ट्रुथको लागि हामीलाई फलो गर्न सक्नुहुन्छ। Thank you for watching.